नमस्कार, गुड मर्निङ। आज तपाईँहरूको बिचमा मैले ओडब्ल्युजी नेपालले उत्पादन गरेको स्पाइरुलिनाको बारेमा थोरै जानकारी गराउन चाहन्छु, जो यहाँ यसमा पनि मजाले तपाईँले देख्न सक्नुहुन्छ। यसलाई विश्व खाद्य संस्थानले पनि यसलाई सुपर फुड र फ्युचर फुडको रूपमा संज्ञा दिइसकेको छ, मान्यता दिइसकेको छ। त्यसको लागि पनि यो आफैमा यो महत्त्वपूर्ण सप्लिमेन्ट प्रोडक्ट हो भन्ने कुरालाई पहिलो जानकारी लिन जरुरी छ। यसको परिचय, सामान्य परिचय खण्डमा जानुपर्दा यो स्पाइरुलिनालाई एउटा भिटामिनको राजा पनि भनिन्छ, यो शाकाहारीको खाना पनि भनिन्छ र यसलाई सुपर फुड र फ्युचर फुड भनेर वैज्ञानिकहरूले नामाकरण दिएका छन्। किन भन्दा यो 84 व्यञ्जन खाना हो। हामी सबै खानामा पाइने तत्त्वहरू एउटै स्पाइरुलिनाको डिब्बाभित्रको यसको खाद्य तत्त्वहरूमा पाइने भएको कारणले पनि यसलाई सुपर फुड र भन्नुभएको छ भने फ्युचर फुड भनेको भविष्यमा अब हाम्रो जनसङ्ख्या वृद्धि हुँदै गएपछि त्यो उत्पादन हाम्रो अनाजले खाना पुगेन भने पनि यो समुद्री पानीमा हुने लेउ प्रजातिभित्र परेको कारणले एल्गी नामक यो झार यसले भएको कारणले पनि त्यो खाएर पनि आफ्नो जीवनयापन गर्न सक्छ भनेर वैज्ञानिकले है फ्युचर फुड भविष्यको खाना पनि भनेर भन्नुभएको छ। यसलाई कसरी पत्ता लागेको रहेछ भने यो संसारमा सबैभन्दा बढी कुन प्राणी बाँच्छ भनेर अध्ययन गर्दै जाने क्रममा सबैभन्दा बढी बाँच्ने कछुवालाई देखियो, जसलाई कछुवा आज पनि 300 देखि 500 वर्ष बाँच्छ, जसले सबैभन्दा लामो आयु भएको जीवको रूपमा पनि हामी यसलाई चिन्न सक्छौँ। त्यसको कारण यो आज तपाईँहरूको बिचमा यो स्पाइरुलिनाले विभिन्न किसिमका अहिले हाम्रो खाद्य तत्त्वमा विभिन्न तत्त्वहरू कमी भएको छ। हाम्रो खानामा त्यति पुगिरहेको हुँदैन, विभिन्न तत्त्वहरू कमी भएको हुन्छ, जसलाई परिपूर्ति गर्नको लागि हाम्रो खाद्य तत्त्व र भिटामिनको अभावमा विभिन्न रोगहरू समस्याहरू आउने गर्छन् र कुपोषण लाग्ने गर्छ, विभिन्न पाचनमा समस्या आउने गर्छ, दृष्टिदोषमा समस्या आउने गर्छ, या कुनै पनि हामीलाई दीर्घ रोग जति पनि लाग्छ, सङ्क्रमित हुन्छ, त्यसको पछाडि भिटामिन प्रोटिनको अभावमा हुन्छ भने यसले भिटामिन र प्रोटिनलाई मजबुतका साथमा बलियो बनाउने काम शरीरले गर्छ। त्यसको लागि पनि यो नर्मल रूपले हामी सबैले रोग देखेपछि भन्दा पनि रोग देखिनुभन्दा अगाडि नै हामीलाई कोशिका र तन्तुमा लागेको सङ्क्रमित रोगलाई हामीलाई थाहा हुँदैन, त्यसलाई बलियो बनाउनको लागि पनि यो जरुरी पर्छ। यो स्पाइरुलिना एकदम स्वास्थ्यवर्धक अर्ग्यानिक ओल्ड ग्रुपले उत्पादन गरेको प्रोडक्ट भएको कारणले तपाईँ र तपाईँको घर परिवार छिमेक सबैलाई पनि यो अगाडि बढाउनु होला, भन्नु होला। र यो स्पाइरुलिनाको क्याप्सुलको सेवनले हामीलाई दैनिक हुने खाद्य अभाव तत्त्वको अभावलाई परिपूर्ति गर्छ है त। बाँकी कुरा यसलाई तपाईँ सर्च गरेर पनि हेर्न सक्नुहुन्छ के हो यो भनेर, होइन, त्यो कुरालाई तपाईँलाई जानकारी दिन्छु। हवस् त, धन्यवाद, थ्याङ्क यू। ओडब्ल्युजी नेपालको यो प्रोडक्टहरूलाई हजुरले माया गर्नुहोला। आफ्नो शरीरलाई स्वस्थ र सक्रिय राख्नको लागि पनि, दीर्घ रोगलाई जरैबाट निर्मूल पार्नको लागि पनि, रोगलाई हामी निर्मूल पार्नको लागि त्यस्ता अर्ग्यानिक सप्लिमेन्टरी तत्त्वहरू खोजी पढे गरौँ। यो नेपालगञ्जको न्यु रोडमा रहेको छ। यस्तै हाम्रो डिलर बेसमा नेपालभरिका सबै वार्डहरूमा गाउँपालिकामा पुगिसकेको छ। हवस् त, धन्यवाद।